यत्रो 2-3 वर्षसम्म मैले युट्युबमा कन्टेन्ट क्रिएटर बन्दा मैले सक्सेस नपाउँदा नि म साँच्चै युट्युब छोड्न ला हो र गाइज वेलकम ब्याक टु माई नेक्स्ट ब्लग। अनि के छ त हालखबर, आई होप सन्चै हुनुहुन्छ होला। अनि डेली भ्लगिङको डे 8 भ्लगमा स्वागत छ तपाईँलाई। आज चाहिँ म बिहान हातमुख धुन र ब्रस गर्नतर्फ बाहिरतिर लागेको, त घाम पनि लागेको थिएन क्या गाइज। हातमुख धोएर अनि ब्रस गरेर म लागे लुगा लगाउनतर्फ, लुगा लगाएर म लागे स्कुल जान्नतर्फ। अनि स्कुलबाट आएर भेट्छु है गाइज। A few moments later. स्कुलबाट आएर 4:30 बजीतिर घर फर्किएँ गाइज, किनभने आजभोलि मेरो एक्स्ट्रा क्लास नै स्टार्ट भइसक्यो क्या गाइज। त्यही भएर अनि आएर म आफ्नो टेन्ट सेट निकालेर म गर्नतर्फ लागेँ। अनि गाइज मैले युट्युब जोइन गरेको 2-3 वर्ष हुन लागिसक्यो होइन। मैले डेली भ्लगिङ हाल्न त कोसिस गर्छु, तर त्यसमा राम्रोसँग भ्युज नै आउँदैन। त्यसैले हजुरहरू मिलेर सपोर्ट गर्नु होला गाइज। 2K सब्सक्राइबरको नजिक छु, हजुरहरूले सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला गाइज। होमवर्क गरिसकेपछि बाहिर आएको त पानी चाहिँ रुकिसकेको रहेछ क्या गाइज, किनकि म अघि नै स्कुलबाट घर आउँदा पानी चाहिँ परिरहेको थियो क्या गाइज। अनि अहिले चाहिँ बादल लागेर हुस्सो टाइपको देखिरहेछ क्या गाइज, साँझ नि भइसकेको थियो। अनि केही बेरपछि म फेरि होमवर्क गर्नतर्फ लागेँ, किनभने मेरो अरू सब्जेक्टको नि गर्न बाँकी थियो। त्यही भएर म होमवर्क गर्नतर्फ लागेँ। अनि मैले सबै होमवर्क नि कम्प्लिट गरेर बसिसकेको थिएँ। अनि दिदीले खाना पकाइसक्नु भएको थियो। अब खाना खान त जानु पर्यो। अनि आजको भ्लग यहीँ सकिन्छ। थ्याङ्क यू फर वाचिङ दिस भिडियो एन्ड बाई।